के छ खबर? आयो सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदम फिट एन्ड फाइन छु। अनि नास्ता गर्नुभयो सबैजनाले, मैले पनि नास्ता गरेर भैँसी हेर्न आएको जङ्गलतिर। गोठाला आएको छु आज त। के गर्ने, घर बसेर झ्याउ लाग्यो अनि भैँसी हेर्दै झ्याउ लाग्यो त लास्टै, अनि भैँसी हेर्न आएको। रमाइलो हुन्छ नि त, टाइम पास हुन्छ, त्यही भएर यतिकै बसेको छु। भैँसी उता छन्, आफै त बसिरहेको छु रुखमा, यसरी बसिरहेको छु। यस्तो गर्मी लास्टै छ के, गर्मी लास्टै गर्मी छ, मार्ने हो योचोटि त गर्मीले। कोही छैन क्या यतातिर, गोठाला पनि एक्लै छु। यता बाख्रा आएर, यता भैँसी हेर, दिमाग 4-5वटा बाख्रा आएर, 3वटा भैँसी हेर, तनाव झ्याउ लाग्छ। अब जानुपर्छ, अझ 1 घन्टा छ यार अझ घर जान त। 12 बजीतिर जानु पर्ला जान त। एक्लै छु जङ्गलमा, डर पनि लागिरहेछ। के हो तनाव छ। गर्मी पनि साला त्यस्तै छ, पानी प्यास लाएर त्यस्तै छ। पानी खान जाउँ भने चाहिँ बाख्रा एकातिर, भैँसी एकातिर, फेरि खोज्दै खोज्दै दिन जाने जस्तो छ। त्यहाँभन्दा यसै बसिराख्नु पर्यो। अहिले त कस्तो झ्याउ लाग्यो बस्दा बस्दा यार। बाख्रा पनि हेर्नुपर्ने, ऊ पर छन्, बाख्रा पनि हेर्नुपर्ने, भैँसी ऊ पर छन्। बस्दा बस्दा झ्याउ लागिसक्यो। गर्मी त्यस्तै छ, कस्तो झ्याउ लाग्यो त। पनि साले यताउता भागे छैन, दिक्क लाउने क्या। अब लगेर जान्छु। अब जाने टाइम नि भइसक्यो, अब जानु पर्ला। बाख्रा नि जाने तर्खरमा छन्, हिँड्दैछन् यताउता, यता भागेका छन्, उता भागेका छन्। भैँसी पनि उता बाँधिया छ, भैँसीलाई पनि अब हिँड्नुपर्छ जस्तो लाग्छ मलाई त। गर्मी नि बढिसक्यो, अब बाख्राहरू पनि भने जस्तो मानिराखेनन्, अब हिँड्नुपर्छ जस्तो छ। ल अब हिँड्दैछु म। साले बाख्राहरूलाई यसरी लिइरहेको छु कि टोर्याएर, नत्र यताउता गएको गएछन् ती बाख्रा। आजलाई यति नै। थ्याङ्क यू फर वाचिङ, किप सपोर्टिङ, सब्सक्राइब, कमेन्ट गर्न नबिर्सिनु होला। हस्त।